हेलो एभ्रिवान, आजको न्यू डे न्यू भ्लग यसरी सुरु भइरहेको छ। कसरी भन्दा यसरी अगाडि हेरे हुस्सु पुरै नाजुक छ हो गाडी, तराईको अवस्था एकदम नाजुक। म चाहिँ अब कहाँ लाग्छु भन्दाखेरि उता यो गाडीको टायर अगाडिको पुरै पम्चर जस्तै भएको छ। अब हावालाई लिक्विड हाल्नुपर्छ, खतम हुन्छ। जहिले नेगेटिभ गरिदिन्छ यार, गाडी एकदम पुरानो भएर होला, त्यही भएर पम्चर भएको भएको छ गाइस। म तपाईँहरूलाई देखाउँछु कसरी टायर खोल्ने। अहिले म देखाउँछु है, टक्क टायर खोल्नु पऱ्यो। टायर खोल्ने तरिका नि अर्कै हुन्छ हो यसको टायर खोल्ने तरिका नि। ल मौसम चाहिँ यस्तो छ है, यस्तो तराईमा। ल अहिले तपाईँहरूलाई म देखाउँदैछु टायर खोल्ने तरिका कसरी हो भनेर गाइस। ल फाइनली नट पनि खोल्यो। नट खोल्ने तरिका चाहिँ यसरी खोल्नु पर्ने हुन्छ यसको। के हो म्याक नडै अड्किन्छ त। ठिकै, अब यसलाई कहाँ गर्नु पर्यो? इधर डाल्ने के लिए उधर तो मैं कहीं बैठता ना, क्या करूँ साला, करना पड़ेगा। इधर है ना, हो गई। पहले ये लाओ ना बाहर होता है, इधर जग लाओ ना पहले बाहर। हमारा भाई साहब ने ला रहा है क्या जग? बहुत गाह्रो होता है ये, गाह्रो हुने रहेछ गाइस। जग फेरि सजिलो लाग्छ। ट्यालेन्ट लोग है, ट्यालेन्ट लोग। नट सब निकाल दूं क्या मैं? ल नट निकालिदिन्छु सर लाएर यसरी पाउनु निकाल्नु पऱ्यो नट। यसरी निकाल्नुपर्छ नटहरू। गाह्रो छ हजुर, गाह्रो। नसाह्रो रे। ल फाइनली टायर निकाल्यो। यहाँनिर अगाडिको टायर। अब खासै केही थाहा छैन, जग यहाँ लाउनु पर्ने रहेछ। यहाँनिर केही थाहा छैन, फर्स्ट टाइम हो। पछाडिको चाहिँ थाहा छ। फेरि पछाडिको जग लगाउनु पऱ्यो भने चाहिँ तपाईँको यहाँनिर ढुङ्गा हालेर, त्यो बिचमा ढुङ्गा हालेर त्यहाँ मुनि जग लाउने हो खासमा। यहाँनिर यो हो, यहाँनिर हाल्ने ढुङ्गा, त्यसपछि जग हाल्ने त्यसमा। त्यो मलाई थाहा छ, अगाडिको थाहा भएन, उहाँले सिकाउनु भयो। धेरै धेरै धन्यवाद। ल अब लास्टमा देखाउला है टायरहरू हाल्ने बेला। यसरी खोल्नु पर्ने रहेछ टायर। ल टायर खोलेर लिक्विड हाल्नुपर्ने हुन्छ।
खोल्न गाह्रो फाइनलमा देखाउँछ है लास्टमा ल फाइनली गाइस टायर पनि हालियो यहाँ है टायर सायर फिट भयो अब कस्नु पर्यो यसरी लाएर कस्नु पर्यो यसरी कस्नुपर्छ त्यो गर्नै पर्यो गाह्रो छ ल सक्यो आज ल काम तमाम आजको काम तमाम आज यस्तो फोहोर भएको छ यस्तो के गर्नु गर्नै पर्यो हेर्नु त गाइस ल अब हातसाथ धुन्छु धर्मक्क लगाएर हात धुन्छु त्यसपछि आफ्नो गन्तव्यतिर चलिदिन्छु म गाइस फाइनली गाडी पनि बन्यो अब चट्ट लाएर फेरि निर्माण कार्यमा जानु पर्यो कन्स्ट्रक्सनमा काम गर्ने ठाउँ जानु पर्यो यस्तो यस्तो हुन्छ क्या यो यहाँनिर जोल्डिङ यस्तो यस्तो हुन्छ धारिलो खालको अनि त्यही भएर टायरहरू हावाहरू क्या हो क्या यस्तोमा बिस्तारै हाल्यो पनि नआउने जोडले हाल्यो पनि नआउने ब्रेङ ब्रेङ हुन्छ भन्छ यार क्या करना बोस काम करना ही पड़ेगा कि कैसा भेंचोत ए मैं कड़ो मेरे को नहीं पहचाना क्या पहाड़ी हम पहाड़ी हिमाल पहाड़ तराई हम कोई से न पराई हे लम्बुको सायद मुटुमा मेरो नाम होरिएको छैन सायद त्यो भाग्यमा तिम्रो साथ लेखिएको छैन अधुरो हो मेरो प्रेम अधुरो हो मेरो यहाँनिर हाम्रो कन्स्ट्रक्सन काम हुँदैछ गाइस बल पारले हुन्छ है काम फेरि हाम्रो यहाँनिर रेन्जर हान्छ त फेरि यस्तो काम गर्नेले फेरि महिनाको 1 लाख रहेछ गाइस यस्तो सिक्नुपर्ने रहेछ पहिल्यै बुद्धि आएन यो सिक्नलाई दामीहरूले पुरै रोडै बनाएको जस्तो पुरै पिच हाम्रो उदाको सर हो यो बवाल बवाल खत्रै हो क्या कन्टिन्यू हाल्नुपर्छ 3-4 घन्टा कन्टिन्यू बेलुकासम्म हो त्यही भएर पवर पनि धेरै छ हौ हाम्रो ए पारस सरकार यो चाहिँ हाम्रो पारस सरकार हो है पारस सरकार इन्जिनियर सिभिल इन्जिनियर गाडी बिग्रेको अवस्था यहाँ हेर्नुहोस् कस्तो बिग्रिसकेछ के नाम हो तिम्रो मेरो निरज कुमार मण्डल निरज कुमार मण्डल इयर ल्यायो भने त अब के गर्ने यसलाई यो खोलेर गर्नुपर्छ क्या यस्तो भइरहेछ तनाव दिन्छ यार गाडीले गाडी पनि अनि टिम भन्दा होला है लगभग थुप्रै वर्ष भइसक्यो होला नम्बर कति हो नम्बर दिनु बिजोक भयो बिजोक बोलेर बिग्रेर यत्रो जान्छ मान्छे पारस दाइको बाइकमा के छ छल्नु यहाँ 2 जना यत्रो जान्छ खतम भयो गाडी बिग्रेर इयर यहाँबाट लिएको रहेछ यसो गिरेछ